कहाँ आइपुगेँ माइला खै भर्खर झरी यार म त कहाँ आइपुगेँ ठ्याक्कै भन् त ठ्याक्कै कहाँ खोइ म यो ट्राभलको स्टोरभित्र छु यार ठ्याक्कै त्यही बस ल म आइहालेँ त किन मन डुलाएर भने मैले भने कलेज जा न यहाँको सबभन्दा राम्रो कलेज पनि हो यतातिरको राम्रो कलेज त सेन्ट लरेन्सै हो नि चुप त मेरो बच्चेदेखि साथी पनि हो तँमा नराम्रो कलेज हाल्छु र तँ एकचोटि बुझ मन नपरि फर्केर आइज तँ जबरजस्ती साइन कसले हान्न लाउँछ र त्यो त लाउँदैन मलाई एकचोटि बुझेर आउँछ तँलाई कल गर्छु है ए भाइ कास्टोसी भित्र छिरायो भने अलिकति म्यानर छैन यस्तो नक गरेर जाउँ न सर भित्र बिजी हुनुहुन्छ होला सर सर म कलेज एडमिसन गरौँ कि भनेर ए ल बस 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 नमस्ते सर अब एकदम राम्रो कलेजमा आएछु भाइ अब तातो चिसो त खासै लिँदैन होला म चाहिँ पिएचडी होल्डर यो कलेजको प्रिन्सिपल पनि डाक्टर ठगबहादुर प्रसाद अब मेरो पिएचडी केमा फेरि इङ्ग्लिसमा म फेरि सबै पढाइदिन सक्छु जस्तै यो खालि त जस्तै यो ह्युमेनिटिज म्यानेजमेन्ट यो सिन्स सबै पढाइदिन्छु सर साइन्स होला नि हो मैले चेक गरेँ तिमी कतिको बाटो छ भनेर मैले चेक गरेँ र तिमी चाहिँ के पढ्ने भन त अब पढ्नु त डाक्टर पढ्नु मन थियो सर अब के गर्नु परिवारको हालले गर्दा म्यानेजमेन्ट ल हाम्रोमा म्यानेजमेन्ट पनि जति सबै डाक्टर वाहन अब कुरो सुरु गर्दाखेरि चाहिँ हाम्रोमा राम्रो पढाइ हुन्छ टिचरहरू पनि एकदम क्वालिफाइड एकदम राम्रो हुनुहुन्छ एकदम मेहनतिलो कि अहिले पनि पढाइरहनु भएको सर आज डिल गर्नुभयो तपाईँले के म बाँड्न सुरु गरौँ सब सरहरू कुरिराख्नु भएको एकैछिन है म एकैछिन आइहालेँ कहाँ छ दसैँ तिहारहरू सब तास खेल्नलाई भने मेरो भोटाले पनि म एकछिन आउँछु अब हाम्रोमा खासै पढाइ त हुँदैन त्यही एक दिन हो टेनिस शनिबार अरू दिन त आनन्दले खेल्ने खेल्ने भनेपछि याद आयो तिमीलाई स्पोर्ट्समा कतिको रुचि छ कुन्नी छ नि सर स्पोर्ट्स त खेल्ने हो नि खेला खेला जति खेल्ने चाहिँ खेला तर 12 सकिएपछि जिस्कीको भाइ ल अब किन ढिला भने त आउनु त गरौँ के गर्नु भने सर एडमिसन भने भाइ अब मैले सबै कुराहरू गरिहालेँ अब त्यो एउटा भनेको बस हाम्रो 10-15वटा छ घरमै ल्याउने पुर्याउने हुन्छ त्यस्तो केही छैन आनन्द हेर्नु न सर सबै विद्यार्थीहरू हिँडेर आउनुपर्छ आउँदा आउँदै कतिको त बिचमै एक्सिडेन्ट भएर मरिसक्यो अब त्यही 3-4 जना विद्यार्थी बाँकी होला नि सर अब तिनीहरूको लागि एउटा टेम्पो भयो नि व्यवस्था गरिदिनु पर्यो सर त्यो टेलिफोन कामै गर्दैन बिग्रेको वर्षौँ भइसक्यो तेरि यहाँ कुरा गरेको थिएन जाऊ बाबु फी चाहिँ तिरेर जाऊ ल एउटा गन्जी हाल्नु थियो मलाई अब हेर न कलेज एकदम सफा छ चटक्क परेको छ होइन मेन भनेको हामी सरसफाइलाई बढी प्राथमिकता दिन्छौँ कि खै यार एउटा सामान पनि छैन त्यो कलेजमा कहाँ बाहिर हेरे भाइ अब अलिकति केही कमजोरी त होला नि तर फिस एकदमै सस्तो छ हाम्रोमा अब स्कलरसिप गरेर जम्मा 5,000 वर्षको सर मेरो फर्स्ट इयरमा त 2,000 थियो फी सेकेन्ड इयरमा त के हो 2 लाख पुगेछ त के हो यस्तो एकैछिन है बाबु एकछिनमा आइहालेँ सर यो फिस घटाउनु पर्यो फिस घटाउने कसरी गर्छ फिस तिम्रो त घट्छ अरूको त घटाउनु मिलेन नि त चोर मास्टरहरूलाई नि तलब दिनै पर्यो अहिले जाऊ एकछिन हेर ल अब माहौल राम्रो छ शान्त छ आरामले पढाइन्छ मारपिट झन् हाम्रोमा केही हुँदैन डिआइसिआई त झन् हाम्रोमा छँदै छैन यो डिसिप्लिन के हो किन पिट्नु भएको यसरी हामी कलेजभित्र पसेपछि रुल्स भनेको सबैलाई एउटै हो यसको कपाल हेर्नु न कपाल पालेको यति लामो अब यति कुरामा नपिटे भए हुन्थ्यो त्यो मात्रै हो र यसको प्यान्ट हेर्नु न कति चुच्छ त्यसो भए थपै हाल्नु त्यसलाई ल यो नि मरि जस्तो छ त्यो अहिलेको अर्को भागिहाल्यो सर यो भागलाई त्यसरी अब समात्नु त साइन गर के बाबु हाम्रो कलेज राम्रो छ के बाबु साइन गर यहाँ साइन गर ल आजबाट तिमी हाम्रो विद्यार्थी भयौ म एउटा सानो टिकटक बनाउँछु
तिमीलाई यो कलेजको बारेमा भन, तिमीलाई जस्तो मन लाग्यो त्यस्तै भन। कलेज त कोही पनि अरू कलेज नपढ्न, यो राम्रो छ, यही कलेज पढ्नु। सर म जान्छु है, यो राम्रो छ, यही कलेज पढ्नु। जाऊ फिसतिर जाऊ, फिसतिर। त एकचोटि बुझ, मन नपरे फर्केर आइज। त जबरजस्ती साइन कसले हान्नु आउँछ र? त्यो त लाउँदैन, मलाई चाहिँ बुझेर आउँछ, तँलाई कल गर्छु है। मलाई विद्यार्थी खाँच्चै छ के बाबु। अब 2-3 जना विद्यार्थी ल्याइदेऊ, यो सबै पैसा तिम्रो। हुन्छ सर, हुन्छ। कान्छा, माइलाको त एडमिसन भइसक्यो, अब तेरो मात्र बाँकी हो। त कहाँ छस्? त्यही बस्दै गर है, म आइहालेँ।